नेपालमा आशु सबै एकजुट हौँ भन्ने पहिलो आह्वान हो। काङ्ग्रेस एमाले माओवादीलाई उहाँहरूलाई हामीले पाखा लगाउने होइन, तर राष्ट्र संस्था राष्ट्रको प्रतीक हो, अभिभावकको प्रतीक हो र कसले कारवाही गर्नु त भ्रष्टाचारीलाई? उहाँहरू त भ्रष्टाचारलाई संरक्षण गर्नुभएको थियो। केपी ओलीको कार्यकाल भ्रष्टाचारी संरक्षण। अब तपाईँको चाहिँ नि सम्पूर्ण दलहरू सबै भ्रष्टाचारलाई संरक्षण मात्रै गर्ने। आज किन भन्दाखेरि यो देशको दुर्दशा 10 वर्ष जनमतको नाममा 7 दल भनौँ जति गणतन्त्रका दल छन् यिनको मिलोमतमा माओवादीले जङ्गल पठाउने अनि यहाँ खसीको टाउको देखाएर बाख्रा कुकुरको मासु बेच्ने भन्थे। आज त्यही हालमा बसेर पौडी खेला छन् नि यिनीहरू। भन्नुहोस् त साथीहरू, यसले गर्दा यिनीहरू कति दुरको खेती गर्दा छन्। जुन तपाईँ अहिले शान्तिपूर्ण आन्दोलन गर्छौँ भन्नुभएको छ नि, त्यो राज्य सीमा नेपाल प्रहरी पनि छ, नेपाल आर्मी पनि छ। फेरि पुनः चैत 15 गतेको जस्तो नेपाल आर्मी चाहिँ यो ठाउँमा नचाह्यो भने तपाईँहरू के गर्नुहुन्छ? हामी 2000 मर्न तयार छौँ। यहाँ 2000 होइन, हाम्रो मास 10,000 मर्नुपर्ने तयार भइसक्यौँ। तर अन्तर्राष्ट्रिय अदालतमा बाँकी रहेका बाँचेका हाम्रा मित्रहरू र अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय अदालतमा यिनीहरूलाई चाहिँ हाल्ने अवस्था चाहिँ आउँछ नि त। फेरि हामी त एक दिन संसार छोडेर जाने हो। तर राष्ट्र नेपाल आमाको आशा पुछ्नुको लागि पहिलो शहीद हुन हामी मेचीदेखि महाकालीका तमाम दाजुभाइहरू हामी आइसकेका छौँ। तर केपी ओलीजीलाई चाहिँ ज्ञानरस अहिले जेल हाल्छु भन्नुभएको थियो, जेल हाल्छ यो राज्यले भन्नुभएको थियो, कानुनले भन्नुभएको थियो। साँच्चै हाल्छ? किन नहाल्ने? तपाईँको उहाँहरू सुध्रिएर आएपछि एउटा आन्तरिक सरकार बस्छ। त्यो सरकारले भोलि गएर चाहिँ सबैजना उठेर ओली मात्रै होइन सारा जेल कार्यकारी प्रधानमन्त्री जो राष्ट्रको चाहिँ तपाईँको चाहिँ प्रमुख हुन्छ त्यसलाई चाहिँ कार्यकारी प्रधानमन्त्री बनाएर जनतालाई छानेको प्रधानमन्त्री हुनुपर्ने, दलको प्रधानमन्त्री होइन, दलको राष्ट्रपति होइन। त्यो दल भनेको यो चाहिँ गठबन्धन होइन कि ठगबन्धनहरू। यी ठगहरूले आज कति ठग्छन् नेपाली जनता र सचेत तमाम नेपाली जनतालाई, मेचीदेखि महाकालीसम्मका तमाम आउनु नपाउनुभएको जनताहरूलाई पनि यो आन्दोलनमा तपाईँहरू सातु बोकेर आउनुहोस्। म त हेर्नुहोस् कि झोलामा सातु बोकेको छु, पानी बोकेको छु, सारा सबै चिज छ मसँग। जनताको प्रश्न सारा चिजहरू यी छ होइन। त्यो तपाईँहरू भोलि पर्सि हामी सडकमा बसेर ग्रहण गर्दा तपाईँहरू देख्नुहुन्छ होइन। झोलाभित्र बोकेको छु त्यो सबै कुराहरू चाहिँ तपाईँको चाहिँ हामीले प्रस्तुत गोप्यता भङ्ग गर्नुपर्ने आवश्यकता छैन होइन। हिजो 10 गते भएको आन्दोलनमा प्रधानमन्त्रीलाई भाग्नलाई हेलिकप्टर दिन्छु भन्नुभएको थियो, भाग्नुभयो त हिजो? श्रीलङ्काको जस्तो अवस्था जनताको भावना नबुझ्ने हो भने उहाँहरू त बुझ्ने छैन। समय दिएको छौँ हामीले। राजेन्द्र लिङ्गदेनको चाहिँ निर्देशन के हो भनेदेखि उहाँहरूलाई समय दिएको छ, तपाईँहरू अझै मिल्नुहोस्, अरू केही चाहिँदैन। प्रधानमन्त्री तपाईँहरू नै बन्नुहोस् भोलि, तर राम्रो काम गर्नुहोस्। जनताको 3 करोड जनताको चाहिँ प्रतिनिधित्व गर्नलाई तपाईँ कार्यकारी प्रधानमन्त्री भनेर भोलि आएर पनि तपाईँहरू तर तपाईँहरू के छ भने अब यस्तै गरेर जानुहुन्छ भने आउने दिनहरूमा चाहिँ तपाईँको भोलि चाहिँ भाग्ने हेलिकप्टर पनि पाउन गाह्रो पर्छ। तर उहाँले हेलिकप्टर दिने